यसो गर्दा तिम्रो पनि खिचिरहेको हुन्छ कति हाँस उठ्ने दाइलाई स्वागत थियो तपाईँले नि स्वागत थियो खै सिजन सिजन बताए न के गरेको धेरै आउँछ दिस त के लाजी लिपा दिस त म दिन्छु छिर लाम्दिनी गर्ने कोया गयो लाम सिजमले मानेन के जिजम हैन सिजम र उ कहाँ गयो के हाँस सुन्ने हो म त बेउली चाहिँ खोइ बडा छातामा आउँदै नमस्ते आन्टी सन्चै हुनुहुन्छ अनि यो राख्ने चाहिँ कता हो नहाँस्नु अहिले दिदी चाहिँ कहाँ जानु सम्पूर्ण महानुभावहरू आजको साकेला उभौली कार्यक्रम भव्य सभ्य रूपमा भइरहेको यहाँलाई जानकारी नै छ। अब हाम्रो तिनचुलामा हाम्रो पूजाको कार्यक्रम भइसकेको यहाँलाई अवगतै छ र अब हाम्रो नाक्छुङले पूजा गरिसकेपछि नाक्छुङले हाम्रो पूजा गर्ने क्रममा हुनुहुन्छ र उहाँले पूजा गरिसकेपछि उहाँलाई हाम्रो साकेला नाचले वरिपरि साकेला थानको वरिपरि नाचेर उहाँको पूजालाई नाक्छुङले गर्नुभएको पूजालाई नाचेर एकदम भव्य सबैका रूपमा स्वागत गरिसक्नु भइसकेको छ र हाम्रो यहाँ अहिले नियोग ग्रुपबाट पनि साकेला आजको यस साकेला उभौली कार्यक्रममा न्युयोर्कबाट पनि महानुभाव पदाधिकारीहरू आइसक्नु भएको छ र उहाँहरूले पनि आफ्ना पूजाका सामग्रीहरू साकेला थानमा राख्दै नाच्दै आजको साकेला उभौली कार्यक्रमलाई भव्य सभ्य रूपमा सम्पन्न गर्नको लागि उहाँहरू एकदमै मोदका साथ आउनुभएको छ। उहाँहरूलाई स्वागत छ। थ्याङ्क यू। सबै पस्ने हो त कोही होला म त भिडियो सबै गरिसक्यो हाम्रो स्लो मोसन देख्यो भने भयो है म त थिचेँ के भ्लग गर्ने हो भ्लगिङको लागि त्यसले चाहिँ सबै यता उता सबै खिचिरहेको हुन्छ सबै दाइलाई कस्तो फिल भइरहेछ दाइहरूलाई रमाइलो हुने पानीले चाहिँ अलिकति मैले त क्यामेरा त परेको छोडेछु अगाडि ह्याप्पी साकेला ह्याप्पी साकेला
चाहिँ तर थाहा छैन आउँछ कि छैन हुन्छ लाइन बाहिर बाहिर भागिरहेछ है लाइन हेर्नुहोस् है लाइन लाइन टाइट हुनुपर्छ है माथिसम्म ल्याउनको लागि चाहिँ हामीले प्रयास गरिरहेका छौँ हाम्रा पुस्तान्तान गर्ने कामहरू यो गर्ने कामहरू अगाडि सारिरहेका छौँ र अब तपाईँहरूले यो नाच्ने काम गर्दा यो नाच्ने उफ्रने काम मात्रै होइन तपाईँहरूले आशीर्वाद पाइराख्नु भएको छ यो सम्झनु त्यसले गर्दाखेरि अगाडिदेखि भएर आएको हो रसाफुलेले जति बेला आफ्नो पितृ कथालाई सम्झेर भित्र बसिरहेको बेला उसको दिदी बहिनी तयार भएर आउँदै गर्दाखेरि भित्र कम्पन छुट्यो हेलो कसँग खेल्यो बल हो गर्नु बजाउने अरे जाउँ न तिमी पनि ल मेरो पनि छैदिन अगाडि बढ्छौँ तपाईँ त चस्मा लाएर को जस्तो देखिरहेछ को जस्तो भने काम
खोइ तपाईँसँग भयो यो अब यो सबैको आफ्नो आफ्नो छ है बान्ताहरूको आफ्नो चामलिङहरूको आफ्नो यो उहरूको विभिन्न यो पाखालुङ भनेको हाम्रो बाहुनतिर फर्केको अनि माखालुङ आमा हो आमातिरको अनि यो सेम्बेलुङ भन्छ यो चाहिँ उनको पनि हो यो चाहिँ हाम्रो दर दाजुभाइहरू पाहुनाहरू आउने यस्तै गरेर पोकलु मुकलु उहरू पनि भन्छ यो नाचरिङहरूको विभिन्न सबैको सबैको एउटै भए पनि अर्थ चाहिँ एउटै हो अनि यो चाहिँ यो के भनेर हो यसको वरिपरि यहाँ नाच्नु आउनु भयो पूर्व सबैजना चेयरमा बस्नु जाडो छ ग्रेजुएसनको उमा युग र यो बिग्रिनु भयो विगतबाट हाम्रो सांस्कृतिक चुनावमा हाम्रो सामेबाट गरेर मैले पनि अस्ति नै भर्खर बुहारी भित्रको यहीँ ल्याएर
किनभने अब नेपाललाई आउने टाढो पर्छ यहीँ हो सबै अब संस्कृति सबै यहाँ गर्नुपर्छ दिदी अब के गर्नु अब यसै गर्नुपर्ने अब यो फेरि अब हाम्रो सामेर पनि के भन्नु थाल्यो भने उहाँको स्वतन्त्र रोजेर कुन साइडमा कता बस्दाखेरि उहाँहरूको अब पितृहरू खुसी हुनुहुन्छ त्यहाँ बस्नुभयो भने हुन्छ तर यो ठाउँ चाहिँ हामी सबै किराँतहरूको सही हो तपोभूमि हो सही हो त हामी आउनु भएन अथवा बस्नु भएन भन्ने गुनासो छैन तर यहाँ भयो भने हामी 27 थरी राई छौँ होइन 28 थरी भने 28 दुनी 56 भनेपछि मलाई लाग्छ 2 किनभने सबैले यो ओन गरेको हो नि त त्यो हुनाले फ्री भन्नु मतलब जहाँ बस्नु चाहे पनि फ्री भनेको है फेरि जग्गा फ्री भने होइन उहाँहरूको हामी सबैको हो म यो कुनामा म यो यसमा बस्छु भन्नुको लागि अघि त्यहाँ भन्नु भने त मैले फ्याट्टै छुट्याएछु कि यहाँ कति साथी हाम्रो आफन्तहरूलाई अलिकति पिर छ क्या किन एकै ठाउँ भन्ने छ त्यस्तो छ भने सकिन्छ आफ्नो आफ्नै प्रोपर्टीमा राख्नुभयो होइन भने यो त अब सदाको लागि हुन्छ कुनै पनि साइडमा कुनै पनि छेउमा अथवा बिचमा कता हुन्छ बस्नुलाई त्यसरी चाहिँ विशेष अनुरोध गर्न चाहन्छु यही चुलामा फेरि भित्राउने यही चुलामा चाहिँ छोरीबाट निकाल्ने फेरि यही चुलामा भित्राउने मिल्दैन भनेर सबैले भनेकोले गर्दा त्यसमा चाहिँ के भएको छ भने जब बिहे त्यस्तो गरिन्छ भने टेम्पोररी एउटा चुला चाहिँ आफ्नो गर्ने अनि यहाँ चाहिँ भित्राउने अर्को चुलाबाट त्यही गर्छ युकेमा पनि त्यस्तै छ प्रचलन अनि संसारभरि गरिरहेको प्रचलन त्यही भएकोले गर्दा हामीले त्यही फलो गरौँ भनेर हामीले चाहिँ त्यो चाहिँ गरिरहेको छौँ एउटै लहरमा जाउँ भनेर आफूलाई आफ्नो आफ्नो कुल देउताको पितृहरूको नाम के छ त्यहाँ गर्ने आफूले बसाएर चढाउने हो राई भनेपछि किनभने नेवारको कति भरि 10 भान्सा हाम्रो राईको 10 बोली एउटा भान्सा भनेको चलन के हो त चुला एउटै हाम्रो हामीले मान्ने एउटै चुला हो अब छोरीलाई निकाल्ने पनि यही चुला आफ्नो पितृको नाम अब आफूलाई मात्रै थाहा हुन्छ नि होइन अरूलाई त थाहा भएन जस्तो हाम्रो वंशको मलाई थाहा भयो भनेपछि अब भाइहरूलाई थाहा भयो आफ्नो आफ्नो पितृलाई नाम गरेर दिने यही चुलामा हो हामीले अब तपाईँहरूले दिने त्यही चुलामा हो तर त्यो के अरे छुट्टै भएर छुट्टै हुने कुरो त मलाई लाग्यो हामीले काठमाडौँमा पनि यही गरेर कोटेश्वरमा उहिलेदेखिको अब पहिली चलन थियो पञ्चायतकालमा दिँदैन थियो टिसिबी गरेर उसमा सुरु गरेको हात्तीवनमा त्यसपछि कोटेश्वरमा त्यो हर जग्गा किनेपछि त्यहाँ गर्ने गरेको सबै राईले त्यहाँ पूजा गर्ने तर आफ्नो केही छ आफ्नोले लगेर आफ्नो कृतिहरूलाई दिने चलन तर त्यही चलन यहाँ गर्दा हुँदैन र त हामी यही भएर के अरे एकता पनि हुनु सक्दैनौँ क्या हाम्रो त संस्कार सबै त एउटै हो नि त हाम्रो जति गर्दा पनि 300 नै हो नि त सबै राईहरू एकदम ठिक हो दिदीले भन्नुभएको कुरा अब हाम्रो किराँत राई भनेको अब 10 बोली 10 भाषा एक भान्सा हो एउटा चुलाले नै हामीलाई चाहिँ समेट्छ त्यो भन्नुभएको त्यो ठिक हो एकदम सही कुरो त्यसले गर्दाखेरि हामीले चुला सबैले मान्नुपर्छ यसलाई चाहिँ हामीले सत्कार गर्नुपर्छ भन्नुभयो त्यो ठिक हो त्यसरी नै अब कुरो के भने अब यहाँ हाम्रो चाहिँ कतिपय कुराहरू साथीभाइहरूले के भनिराख्नु भने अब हामीले जे सक्छौँ त्यही गर्ने हो सांस्कृतिक रूपबाट चाहिँ गर्ने अब हामीले यहाँ चुला भाले यहाँ चाहिँ कुखुरा काट्छौँ कुखुरा काटेर हामीहरू पाहाडमा हाम्रो घरमा चाहिँ गरेर गर्छौँ तर यहाँको नियम कानुनले त त्यो दिँदैन काट्नु त्यसले गर्दा हामीले त्यो गर्दैनौँ त्यो गर्नु हुँदैन भनेर हामीले त्यसरी हामीले चाहिँ भनिराखेका छौँ पहिला त हामी त नेपालमा पनि हामी गोरुको मेक्सन्द भन्थ्यो गोरुको मासु खान्थ्यौँ गोरुको बलि चढाएर गर्थ्यौँ नेपाल सरकार आएपछि त्यति बेला बाहुन सरकारहरूले ब्राह्मणहरूले गरेपछि गाई गोरु खानु हुँदैन अब चाहिँ गर्नु भएपछि अनि त्यसपछि सरेर चाहिँ अनि कुखुरातिर अरूतिर चाहिँ गएर गरेको त्यसो भएकोले गर्दाखेरि चाहिँ अब यो चाहिँ अब यो कस्तो हो भने हाम्रो पितृ पुर्खाहरूले रिसाउँछ हामीले मान्छ त्यसो भनेर सधैँ हामी त्यसो भनेर बस्नु हुँदैन के भन्नुपर्छ भने हाम्रो पितृ पुर्खालाई हामीले सम्झाउनुपर्छ हामीले
भन्नुहुन्छ। यो कारणले गर्दा चाहिँ हामीले चाहिँ सकिनौँ। हजुर बिन्ती भयो तपाईँले चाहिँ यसले गर्दा यसरी कुखुराको साथ हामी अन्डा चढाउँछौँ। अन्डा चढाएर तपाईँले चाहिँ हामीलाई चाहिँ एकदम त्यस्तो खुसी हुनुहोस्, हामीलाई आशीर्वाद दिनुहोस् भनेर भन्यो भने उहाँहरूले पनि मान्नुहुन्छ। त्यो छेत्री बाहुनहरूको त के गर्छ भने गाइडन गर्नु सकेन भने उसले पनि चलाइरहेको हुन्छ, भएन भने पानी चलाएर उनीहरूले काम चलाउँछ भनेपछि हाम्रो चाहिँ हुँदैन, यो नै गर्नुपर्छ भनेर हामीले त्यसरी बनाउँदै जानुपर्छ। त्यसले गर्दा यो हाम्रो पनि सामूहिक चुला हो। यो सबै हाम्रो किराँत राई अमेरिकाभरिको राईहरूको लागि चुला हो भनेर हामीले चाहिँ भनिरहेको छ। हजुर एउटै हो। आखिरी कुरा हजुर बोल्नु त्यसले मात्रै फरक। तर मुदुङका एउटै नै पर्छ, एउटै नै हुन्छ। जसुकै भने पनि हामीले तपाईँले पुकार्दा यसलाई पनि पुकार्नुहुन्छ, हामीले पुकार्दा पनि गाईले पुकार्दा पनि यसरी हामी गाई जातिको कसले त पुकार्दैन। हाम्रो के भने हाम्रो एउटा चुला हाम्रो किराँत जाति अरू होइन। अनि त्यसमा हुँदाखेरि हामीले के गर्नुपर्छ भने 12 राज्यलाई सृष्टि बनाउनु पर्यो। त्यही भएको अब ढोका बजाएर यहाँ गरेर बाहिर हामीले तिरेको छौँ। हामी 10 आना हामी तिर्छौँ। लिम्बलले 8 आना बुझाउँछ, हामी राईहरूले 10 आना बुझाउँछौँ। त्यो मिक्सर बुझाउँछौँ हामी त्यसरी। अब हामीलाई त्यो पहिले नै अब बाबुबाजेले त्यसै गरिरहेको सृष्टि बनायो, त्यति गर्ने हो। त्यसो अनि त्यो भएर अनि हामी राईहरूले चाहिँ फेरि अब त्यो कसरी अब गोरु खान्थ्यौँ, पहिला गोरुको त्यसरी चलाउँथ्यौँ। तर हामीले अब खेती भन्ने बाख्रा खायो भने हामी चाहिँ बाख्रा खाँदैनौँ है। बाख्रा हाम्रोमा चल्दैन। बाख्रा किन चल्दैन भनेर त्यो पनि थाहा पाउनु पर्यो। किन खाँदैन रहेछ भनेर पहिला हाम्रो पुर्खा पितृहरूले त्यो चाहिँ के भने हर्कबुङ, मुक्कुबुङ र उहरू 3 दाजुभाइहरू थिए। आउँदाखेरि एउटा चाहिँ मुक्लुङ चाहिँ गएर चाहिँ शेर्पा बस्ती माथि शेर्पा पाहाडतिर गए भन्छ। र यो हाम्रो ख्वालुङ भन्ने त्यहाँ तपाईँहरूले देख्नुहुन्छ, त्यहाँनिर ख्वालुङ छ। ख्वालुङले के भएको छ भन्ने कुरा त्यो ख्वालुङमा ढोका पर्ने बेलामा ख्वालुङमा जाने बेलामा के भने जेठा दाजुभाइले जेठाले चाहिँ के भन्यो त्यहाँ चाहिँ ढोका नखुलेपछि त्यहाँ भोग दिएर चाहिँ मात्रै भोग दिएपछि मात्रै ढोका खोल्ने भनेपछि त्यो एउटा जेठाले चाहिँ त्यहाँ त धनुकाँडा ड्याम भनेर हाम्रो कसैले चाहिँ भन्छ अब यो जुरेली मारे भन्छ। अब विभिन्न कुनै अब फुलुङ राईहरूले सबैले सबैको पढ्दाखेरि सबैले जे होस् चरा चाहिँ मारेको रहेछ। कसैले चाहिँ फिस्टा मार्यो भनेको रहेछ, कसैले चाहिँ जुरेली मार्दै मारेर चढाएको रहेछ। त्यो चढाउने साथ त्यो ढोका खुलेपछि उनीहरू भोटतिर लागेछ। त्यसरी आयो। अब दोस्रो गएर मुकुलुङ गएर चाहिँ अनि त्यसपछि गएर तिमी जे कसरी आयो चढ्यौ भनेपछि त्यो चढेपछि अब उसले चाहिँ भनेछ त्यो सबैको भन्छ। उसले चाहिँ दाजुलाई भनेपछि मैले त्यहाँ भोग दिनुपर्छ रगत दिनुपर्छ त्यो चढ्छ भनेछ। अब के दिनु, अब केही छैन, यताउता हेर केही नभएपछि उसको बहिनी रहेछ। बहिनीको हात चाहिँ कसैले भन्छ, कसैकोमा चाहिँ अमृतसरले गरेर धेरै राईहरूकोमा चाहिँ अमृतसरले काटेर त्यहाँ अलिकति थोपा चढाएर चढाएर त्यो चाहिँ ढोका गयो। अब राईहरू पनि राईहरू त्यो पुरी पाहाड भोजपुर खोटाङ बन्यो।
कान्छो जरुर सकेन कान्छो चाहिँ त्यो तराईतिर त्यो थारू मधेसीहरू भएर हाम्रो भाइहरू राजवंशीहरू भएर बसेको रहेछ भनेर त्यो भनेको छ। अब त्यो भनेपछि दोस्रो माइलो भाइले चाहिँ गएपछि बहिनीको आफ्नो बहिनीको रगत चढाएर गरेपछि बहिनीको चाहिँ रगत थाम्न सकेर बहिनी मृत्यु भयो भन्ने छ। बहिनी मृत्यु भइसकेपछि त्यो चाहिँ एउटा बाख्राले खाएछ। बाख्राले खाइसकेपछि चाहिँ के भयो भन्छ ल त्यो बाख्रामा त हाम्रो बहिनीको खुन बसेको छ, खुन चढेको छ। अब हामी खानु भयो बाख्रा काटेर बहिनी खाएछ र भयो, अब खानु हुँदैन। त्यो भनेपछि चाहिँ त्यसपछि हाम्रो राईहरूले चाहिँ खानु छोड्यो। र सबैजना राईहरूकोमा धेरैजना राईहरूको विषयमा त धेरैजना देख्यो भने कतिपयले चाहिँ अमृतसरले भनेछ कतिले सिरु भन्छ। सिरु त्यो सिरुले काटेर त्यो उ गरेर रगत चुहाउँदा सिरु खायो बाख्राले। अब त्यो बाख्रामा हाम्रो बहिनीको रगत चढ्यो, अब त्यो बाख्रा खानु हुँदैन छोडो भनेर त्यसपछि खानु छोडेर आफ्नो खानु छोडेको। र हामी राईहरूले बाख्रा नखाने भनेको कारण त्यो हो है, त्यही लेखेको छ। सरस्वती चुलाको कुराहरू त्यो सबैले जान्नुपर्छ। यसो कसैले भन्नु त जुन पर्यो नि सोध्यो भने एउटा कन्सेप्ट हाम्रो हजुर अब भन्नु हामी यो वास्तवमा हामीले अहिले प्रयोग गरेको शब्द युनाइटेड भन्नेले त कभर गरेर अन्त उसितलाई 10 भाइ भनेर चाहिँ अहिले युनाइटेड होइन हामी 10जनाले 10 भाइ भयो। अमेरिकामा आज यही चुला थियो र न्युयोर्कदेखि यतिका आफन्त दाजुभाइ दिदीबहिनी आउनुभयो होइन। यहाँ यो थिएन नानीहरूको एउटा रमाइलो एउटा साइन्टिफिक होइन अहिलेको नयाँ युगलाई हेर्ने भने अहिले एउटा यहाँ कम्प्युटर भयो भने त्यसको सफ्टवेयर पनि हुन्छ हार्डवेयर पनि हुन्छ नि होइन। अब आफ्नो प्रोग्राम हुन्छ विश्व सरले पनि गर्नुहुन्छ, म पनि बसेँ, सबैजनाले गर्न सकिन्छ। तर विश्व सरको प्रोग्राममा म चाहिँ जान पाउँदिनँ। तपाईँ हिँड्नु भयो? ल अब हामी आउँछौँ, सकियो। ल अब हाम्रो यहाँ सकियो, अब सकियो, हामी पनि हुनु। तपाईँ दाइहरू जानुभएको? अब हामी पनि आउनु। म यी नै त्यो चुला घरभित्र हो। ल ल हिँड्नुभयो दाइ? हुन्छ हुन्छ है त दाइ अहिले। अर्को न भाइ दिदीको हामी त्यसरी जान्छौँ। तर समग्र अब आज न्युयोर्कबाट आउनुहुने हाम्रो बहिनी हाम्रो पूर्व अध्यक्षज्यू अब आमा उहाँहरू आज मलाई लाग्छ 3 पुस्ता आउनु भएको छ है। आमा छोरी अनि भान्जी आउनु भएको छ, भानु भएको छ। अनि भनेपछि हाम्रो कल्पु भाइको छोरा आउनु भएको छ, 3 पुस्ता आउनु भएको छ। मेरो बुवा हुन्छ, म 3 पुस्ता छु। अब यसरी हामी पुस्ता हामी आउँदै मलाई एउटा कुराले एकदम दिएको छ। विश्व सरले छोरी त अहिले